हेलो गाइज वेलकम बैक टू माई ब्लग्स सुरु गर्नुभन्दा पहिला नै ब्लगलाई लाइक र सब्सक्राइबहरू गर्न सक्नु होला। अनि आज चाहिँ मैले यहाँ ड्रेस लगाएको छु, तपाईहरुले देख्न सक्नुहुन्छ। आज चाहिँ मेरो फाइनल एक्जाम छ, क्लास 11 को लास्टै एक्जाम बायोलोजीको एक्जाम रहेको छ। मैले कालिकामा पढ्छु बुटोल। अनि त्यसपछि आजको दिन चाहिँ अलि स्पेशल पनि छ, किनकि आज चाहिँ आरसीबी भर्सेस पन्जाबको आइपीएल फाइनल रहेको छ। अब त्यो हेर्नेवाला छन्, त्यसको रियाक्सन ब्लग पनि यही ब्लगमा आउनेछ। त्यो फाइनल म्याच चाहिँ मैले कसरी हेर्छु भने थाहा छैन, तर मैले यही छ यही जर्सी लगाएर चाहिँ हेर्नेवाला हो। अनि अब आजको दिन स्पेशल छ। अब एक्जाम दिएर आएर कस्तो भयो एक्जाम पनि मैले भन्ने छु। अनि त्यसपछि अब फाइनल त छँदैछ, के थाहा आरसीबीले जित्छ कि म त आरसीबी सपोर्टर हो, तपाईँलाई थाहा छ होला। म चाहिँ बिग विराट कोहली फ्यान। सो आई विल सो यु एभ्रिथिङ, नट एभ्रिथिङ बट या यु गट माई पोइन्ट। सो लेट्स गो, स्टे ट्युन टु माई ब्लग। साथीहरू अहिले चाहिँ म एक्जाम दिएर आइसकेको छु। अब एक्जाम जस्तो त भन्दै पनि राम्रै भएको छ एक्जाम चाहिँ। अब फाइनली एक्जाम चाहिँ सकिसकेको छ। अब चाहिँ हामी 12 क्लासमा जानेवाला छौँ, 5 मा बार। अब 12 क्लास चाहिँ असारमा चालु हुन्छ, तर अब आज चाहिँ एक्जाम सक्यो, आइपीएल फाइनल पनि छ। आजको प्लान धेरै चाहिँ आरसीबीको जर्सी लगाएर म बसिसकेको छु। चाहिँ मैले कपाल सपाल काट्ने हो नि, यो कपाल काट्नेवाला छु। अनि त्यसपछि नुहाउन छ, कपडा सपडा धुन छ। अनि त्यसपछि आज आइपीएल फाइनल हेर्न पर्यो, त्यही छ। ल स्टे ट्युन टु ब्लग है त। ओके साथीहरू, त अहिले हामी कपाल काटेर आइसकेका छौँ। यो कपाल काटेको हेर्न सक्नुहुन्छ। कपाल काटेर एकदम नुहाइसकिसके पनि सकेको छु म। अब चाहिँ म नहावा हामीले नास्ता खान्छौँ, त्यसपछि हामी चाहिँ बजार जानु छ, थोरै कपडा सपडा किन्न हो। त्यसपछि चाहिँ हामी म्याच हेर्नेछौँ। अब अहिले चाहिँ 3 बज्न लागेको छ, म्याच हुन अझै 4 घन्टा बाँकी रहेको छ, 4.5 घन्टा 5 घन्टा। अहिले चाहिँ भर्खर चाहिँ फिल्ड नखेल्ने जस्तो न्युज आइरहेको, त्यो सुनेर डर लागिरहेको थोरै यहाँ भित्रैदेखि। आज मलाई पन्जाबबाट डर लाग्यो भने एउटा सित मात्रै हो, त्यो मार्कस स्टोइनिस, अस्ट्रेलियन फास्ट बलर, इफ यु नो। अनि त्यसपछि अरू चाहिँ अब त्यस्तै हो। अब पहिला नास्ता खाऊँ, अब बाहिर जान्छु, पहिला नास्ता खान्छौँ, त्यसपछि चाहिँ हामी अब बजारतिर जान्छौँ। ओके I don't ever slow up, no I don't take shit. I got no love for the fakeness. If you wanna play tough and wanna hate this, I'll always show up and make a statement. I don't ever slow up, no I don't take shit. I got no love for the fakeness. If you wanna play tough and wanna hate this, I'll always show up and make a statement. Everything I do is so instinctive and so passionate. La vida es un हामी अप्सनको रुममा छौँ। अमृत उता फ्री फायर चलिरहेको, यता हामी दुईजना चाहिँ बसेर आइपिएल हेरिरहेको। उता अमृत छन् उता है। तर अहिलेको कन्डिसन हेर्दा चाहिँ विराट कोहलीसित बहुत रिस उठिरहेको छ है। विराट कोहली कति 34 बोला 43 रन बनाएर, अनि कोहलीले अलि गरेन। लिभिङस्टन आइरहेछ, अब ब्याटिङ यत्रो छ, रन रेट चाहिँ भएन। उता पंखा चाहिए पर्सनल। अब के हो यस्तो, हामीलाई टेन्सन भइसक्यो यहाँ। इसाला कप नाम्दै होला जस्तो छैन, हेर्नु गाइजहरू। अब जे होला, अब हामी होपफुल छौँ होइन। बलिङ पनि छ हाम्रो सनलाई त राम्रो, तर अब के हुन्छ हेरौँ, फाइनल हो, प्रेसर हुन्छ। यता स्पिकर छ, एकदम बवाल छ भाइब चाहिँ। अब त्यहाँको म्याच चलिरहेको, अब भोलि बिहान फेरि खाना यसरी पाकिरहेको होइन, खाना यसरी पाकिरहेको गाइज। ल विराट कोहली गोल गाइज। 35 बोला 43 रन। टेस्ट क्रिकेट ब्याक हुन्छ कि रिटायरमेन्टबाट। अब केटा कभर भेरी गुड विराट कोहली दाइ, भेरी गुड के यस्तो राम्रो गर्न नि त। केटाहरू केही भन्न चाहन्छौ? केही भन्न त विराट कोहलीको बारेमा? विराट कोहली केही भन्छौ, के भन्न चाहन्छौ? 35 बोला 43 रन बनाएर
यस्तो बल के खेल्ने यो के छ के सर्ट हो यो गाइजहरु यार 35 वाला 43 रन के ओडिआईमा हुन्छ यार यो भन्दा हिजो करण केसीले आने थियो बरु यार 43 वाला छ 65 रन यस्तरी ट्रफी जितिन्न केटाहरु फ्यान त रिस आउँछ हेर्नु सरी विराटको फ्यानमा पनि रिस आउँछ हामीलाई विराट यता चाहिँ अब खाना पाएपछि चाहिँ हामी खुश छौँ है एकदम उफ्रिराहम किनकि जितेश शर्मा गाइज 6 वाला 17 रन गइसक्यो ल एकदम ह्याप्पी हुन्छ है जितेश शर्मा दाइ ओ ओ ओ ओ छैन छैन पन्जाबको रिभ्यू जितेश शर्मा अलि पहिला आउनुपर्छ विराट कोहलीको अलि भएन अनि हाम्रो कन्डिसन भनिदिनु सक्छ हाम्रो कन्डिसन एकदम क्याच छोडो भर्खरै अब के गर्ने अब रिजोर्भ छ हरि रिजोर्भ छ के भयो यो रोमारियोले क्याच छोड्यो कि रोमारियोले अब ब्याटिङ गरेन फिल्डिङ गरेन टिम डेभिडलाई ल्याउँछन् क्या फिल्डिङमा खोइ कसरी क्याच मिस भएको छ भर्खरै साथीहरू हातको क्याच मिस भयो साथीहरू अब के भन्ने अब यस्तो म्याच छ अब 191 को टार्गेट छ फाइनल म्याच छ आइपिएल फाइनल छ सबै बसेर हेर्ने है यस्तो छ कन्डिसन अब गाह्रो छ आज जितेछ भने त ल ओके लेट्स गो वाच ट्यालेन्ट भर्खरै चाहिँ हाम्रो को आउट हुनुभएको छ भन्दाखेरि प्रियान्स आर्य आउट हुनुभएको छ फिल सरले एकदम कडा क्याच छोपेको छ हल चाहिँ एकदम अब जस इङ्ग्लिस ब्याटिङ गर्न आएको छ 43 रनमा 1 विकेट भइसकेको छ हामी अलि एक्साइटेडै छौँ क्यान वी डिफेन्ड गाइज वी थिङ्क सो यस्तो खुसियाली किन भन्दाखेरि हेर्नु श्रेयस अय्यर आउटेड 3 विकेट रोमारियो सेभड गाइज यस विराटको सेलिब्रेसन पांड्या चुप ले लो आप मेरे यार कालेले ब्याटिङ क्याप्टेन्सी भन्नु अब भन्न मिल्दैन कालले गाली गर्ने हैन अन्त रोमारियो सेभडले गर यार ब्ल्याक प्यान्थर हो के ब्ल्याक प्यान्थर कसम ल सेभडले म्याच चेन्ज गरिसकेको छ अझै पन्जाबले एकदम गाह्रो हुनेवाला छ के भयो भने विवेक खरेलले त गोरो हो यार केटाहरु भर्खरै इङ्ग्लिसको विकेट भएको छ बिग विकेट म्याच अझै हाम्रो खुसी टिममा जस्तै रहेछ टिम बिहानीको गाफ आरसीबी फ्यान्स को खुसी लाइन गर्नु के केटा ओए लाइन on क्या भिडियो बना ओ किन गरे लाइन on घुमेर यो भिडियो हल्ला गर्दै आउँछ ढुक्क घुमेर इंग्लिश को विकेट गाइस काले बाबा सेफर्ड Yes, RCB is gonna win. नमक बाबा साल जिंदाबाद. Beauty. Yes, guys. Finally, Josh Englishको wicket. Trophy in the RCB cabinet. Finally. RCB ले चाहिँ लगभग जितिसकेको छ. अब 11 बलमा 36 रन चाहिएको छ. भर्खरै शशाङ्कले छक्का हान्यो. एबी डिभिलियर्स आएर बसेर म्याच हेरिरहेको छ. शशाङ्क खेलिरहेको यता हामी पुरै चिलपारामा उभिएर एकदम बसिरहेको छौँ ट्याकमा पनि अब यतै छौँ हामी एकदम खुसी छौँ आरसीबीले पहिलो ट्रफी जित्ला जस्तो छ 10 बलमा 36 रन गेम चेन्ज चाहिँ कुर्णल पाण्डे गेम चेन्ज कसले गर्यो भन्दै एकचोटि कुर्णल पाण्डे
अरू भुवी अघि ओभरमा भुवी फिल सर्ट क्याच अनि पछि तिम्रो लिभिङस्टनको बाउन्ड्रीको क्याच अनि विराट कोहलीको रन पनि म्याटर गर्यो धेरै म्याटर हो हामीलाई गाली गरेर यस्तो होइन त्यो अब अलि इमोसनमा बग्यो हामी त्यतिखेर तर त्यसले चाहिँ म्याटर गर्यो जितेश शर्माको रन थियो 10 बलमा 24 रन त्यसलाई कसले बिर्सिन्छ अनि त्यो एपिल पनि त्यो पछाडिको विकेट किपरको क्याच फर्स्ट आइपिएल ट्रफी यस्ता योर गर्दा जाँदा 9 वाला 35 रन अब त 36 छ यस्तो योर गर फाल्यो नि भर्खर दुईटा ल वी आर विनिङ गाइज अहिले चाहिँ 11:30 बजिसक्यो त्यही पनि हामीले एकदम खुसी अब चाहिरहेको छ 5 वाला 29 रन रिङ्कु सिंहको आवश्यकता छ यहाँ अब लगभग जित्यो विनिङ मोमेन्ट अब एकदम सेलिब्रेट हुनेवाला छ किनकि अझै बिलिभ भइरहेको छैन अनबिलिभेबल भइरहेको छ यो चाहिँ एकदम आरसीबीले जितेपछि चाहिँ एकदम क्रेजी अब यो बल म्याटर चाहिँ जित्ने कि हार्ने भने डिटरमाइन हुनेवाला छ अनि वी आर विनिङ फिक्स्ड नो बल नभए अब जित्यो अब रुन लागिसक्यो विराट अब आरसीबीले जित्यो केटा विराट हेर त विराट कोहलीलाई हेर यस्तो यो विराटको इमोसनल विराट रोयो छ यार विराट रोयो यार को त्यो साइड 18 वर्ष रोयो छ यार कसम मैले भन्थे दिस इज द मोमेन्ट फर व्हिच आई फेल कति अझै ट्रोल गर छक्का न अब 12 9 बजे अब जति छक्का हान्न तैँले भ्याइयो त आज भ्याइयो कि 28 रन चाहिए हैन 28 हैन अनि नोबल नभए त अब हामीले जितिरहेछ गाइस